वेलकम बैक माई न्यू ब्लग सबैजनाले सन्चै होला त मलाई नि सन्चै छु। सो गाइज आजको न्यू ब्लग भतिज ब्लग चाहिँ धेरै दिनपछि भतिज ब्लगमा जोडिन आइसकेको छ हैन। टक्क लाएर हामी चाहिँ यतिखेर चाहिँ घुम्न जान लागेको छ। टक्क लाएर हैन हामी चाहिँ अब त्यस्तै 10 मिनेट जतिमा निस्किहालेछ हैन। टक्क लाएर यहाँको भ्यू चाहिँ खतरै छ हैन। टक्क हिमाल रु 10 चाहिँ पुरै बेहुलाको पण्डित दोष टक्क लाएर हिरो भएको छ पुरै जुत्तादेखि हरेक चिज हैन कलाएर रमाइलो छ। हाम्रो चाहिँ यहाँ चाहिँ घर बन्दैछ हैन। निस्किसकेको छु यतिखेर चाहिँ टक्क लाएर अब जाँदा कहाँसम्म पुग्छ हैन। हेरौँ टक्क लाएर हाम्रो यहाँतिर चाहिँ घरहरू बन्दैछ टक्क लाएर त्यही हो हैन। यस्तो छ यहाँको डिजाइन टक्क पुरै काठले भरिएको हैन। त्यही हो कलाएर यस्तो छ ठाउँहरू गाइस हैन। यसरी काठको डिजाइनहरू छ कलाएर सबै यहाँतिर परे यहाँतिर चाहिँ यस्तो सामानहरू छ कि हैन पुरै फोर हैन। त्यही हो टुक्क झन्डा सन्डा त्रा छ क्या यहाँ चाहिँ हैन। त्यही हो यहाँको भ्यू चाहिँ यस्तो देख्छ हैन। हामी चाहिँ अलि तल आइसकेको छ टक्क झन्डाहरू पुरै यहाँतिरको चाहिँ यो झन्डालाई चाहिँ दर्जु भन्दो रहेछ हैन गाइस। त्यही हो यो चाहिँ यतिखेर चाहिँ 1400 वर्ष गुम्बा हेर्न जाँदैछु हैन। टक्क यहाँ चाहिँ पुरै हावा नि हल्का चलिरहेको छ चिसो गरिरहेको छ हैन। यहाँबाट माथि जानुपर्ने हुन्छ हामी चाहिँ यताबाट हो यताबाट बाटो छ क्या यहीँबाट हो के यस्तो छ यहाँको बाटो। धारा चाहिँ यहाँको फेरि 24 घन्टा खुलै हुन्छ हैन। बत्ती पनि बल्याइ धारा नि खुलै हुन्छ यहाँको चाहिँ टक्क लाएर दाउराहरू चाहिँ यसरी राखेको हुन्छ यहाँनिरको यस्तो छ। तलनिर चाहिँ घोडाहरू चरिरहेछ हैन लाएर त्यही हो सरी जानुपर्छ टक्क यहाँबाट दिए यस्तो जानुपर्छ भर्याङ छ यहाँको चाहिँ लाएर हैन। दाजुहरू चाहिँ अगाडि हिँड्छिया छ हाम्रो टक्क चिसो हावा छ यतानिर। यहाँबाट हामी चाहिँ घुमेर जाने हैन। यहाँबाट पछाडि पुरै खतरा दामी छ यहाँतिर चाहिँ हैन। यहाँबाट कता पुग्ने हो यस्तो छ यहाँतिरको ठाउँ चाहिँ बवाल छ क्या। बाटो छ बाटो न घाटो दौडिन्छ यहाँतिर माथि जानुपर्ने हुन्छ कलाएर यस्तो छ बाटो यहाँनिरको ठाउँहरू नि बवाल छ। यहाँनिर चाहिँ यस्तो ओडार छ पुरै हैन। यो 1400 वर्ष पहिलेको घर हो नि घर भने गुम्बा चाहिँ गुम्बा यो माटो नि हैन यो चाहिँ ढुङ्गा हैन पुरै प्राकृतिकले बनेको पहाड हो के पुरै नि यो कस्तो भने यो सिमेन्टी चुन जस्तो कि के हो 1400 पुरानो गुम्बामा आइपुग्यो हामी चाहिँ यतिखेर। तर भित्र जानलाई अब टिकट काट्नुपर्छ भित्र जानलाई चाहिँ टिकट काट्नुपर्छ र यहाँको हैन। हामी चाहिँ टिकट नकाटेर बाहिर हिँडिरहेको छु। मान्छे छैन नि त टिकट दिनु यहाँको मान्छे चाहिँ छैन रहेछ
मान्छे आएछ त। यो गुम्बा चाहिँ 1400 पुरानो गुम्बा, 1400 वर्ष अगाडिको 1400 वर्ष अगाडिको गुम्बा। यो चाहिँ अहिले चाहिँ बन्द होला यहाँको। खुल्लै रहेछ त, खुल्लै रहेछ, तर मान्छे नआएसम्म चाहिँ भित्र छिर्न नपाउने रहेछ। यहाँ चाहिँ यस्तो छ यहाँतिरको ठाउँ होइन। यहाँनिर बुद्धहरू पनि छ। हजुर यस्तो छ यहाँनिरको ठाउँ टक्क लाएर होइन। यस्तो छ गुम्बाहरू होइन। यहाँनिर यस्तो छ पुरै तरवाल ठडाएर बसिया छ होइन। यस्तो छ लाएर यहाँनिरको ठाउँ यस्तो छ। यहाँबाट माथि जानुपर्छ कलाएर होइन। यस्तो छ ठाउँहरू टक्क गुम्बा। यहाँ चाहिँ कहाँ छिर्ने गुम्बाभित्र यहाँको ढोका खुल्लै छ त। मान्छे आउनुपर्छ नि त। अब हामी चाहिँ जाँदैछौँ टक्क लाएर होइन। यहाँ चाहिँ पुरै भर्याङ छ ढुङ्गाको होइन। टक्क लाएर यो चाहिँ पुरै स्याउको रुख होइन। अहिले चाहिँ फुल फुलिया छ टक्क लाएर। यो चाहिँ त्यस्तै दसैँतिर फल्छ अरे यहाँको स्याउ चाहिँ होइन। स्याउको रुख चाहिँ धेरै ठुलो चाहिँ नहुँदो रहेछ, सानै हुँदो रहेछ होइन। तैपनि यत्रोमा भयो नि स्याउ फल्छ अरे होइन। 240 वर्ष घर पुरानो होइन। यहाँनिरको घर चाहिँ सबै यस्तो मात्रै हुन्छ होइन। माटोले छापेको है, त्यो ढलन जस्तो देख्छ कि तल त्यो माटोले छापेको हो। यहाँको चाहिँ पुरै ढलन जतिकै बराबर, जति उफ्रे नि केही नहुने होइन। माटै जस्तो यहाँनिर चाहिँ सबै स्याउको रुखहरू पुरै बार हालेर राखेको छ होइन। बुट्टैबाट फल्दो रहेछ। यहाँतिरको चाहिँ प्रत्येक घरमा चाहिँ झन्डा हुन्छ होइन। पुरानो हुने बित्तिकै नयाँ फेरिहाल्छ होइन। टक्क लाएर यहाँनिर चाहिँ यस्तो छ। यहाँबाट माथि चाहिँ आइस लेक जाने टक्क लाएर होइन। यस्तो छ। अहिले चाहिँ गर्मी छ, बिहान बेलुका चाहिँ लास्टै जाडो छ होइन। अस्ति चाहिँ हिउँ पनि परेको थियो कलाएर होइन। यहाँको पार्किङ भनेको यही हो होइन। मनाङको पार्किङ भने यही हो। यस्तो छ पार्किङ भन्ने ठाउँ होइन कलाएर। यस्तो छ प्रत्येक घरमा झन्डा ठक्क होइन। पार्किङ चाहिँ यस्तो छ यहाँको टक्क पायाहरू सबै राख्ने ठाउँ यहाँ चाहिँ होइन। यहाँ चाहिँ गुम्बा पनि छ क्या कलाएर होइन। भाडा रेडी गर्नुपर्छ लाएर होइन। यस्तो छ ठाउँ। गाइस हामी चाहिँ यतिखेर चाहिँ टक्क लाएर यो जाल खोल्न मिल्छ। गाडीमा बस्यो टक्क लाएर हामी चाहिँ गाडीबाट झर्दैछ होइन। पण्डित दोष यार के गरेको त्यस्तो होइन। सिट सारा ठक्क यो ट्र्याक्टर चाहिँ बिग्रिएको छ होइन। खोल्न लाग्यो हामी चाहिँ आएर। यहाँको भ्यू चाहिँ खतरा छ होइन। यस्तो छ। हामी चाहिँ उत्तर डाँडामा जाँदैछौँ, उत्तर डाँडामा होइन। त्यही भएर गाडीमा यता छ टक्क होइन। यो ट्र्याक्टर चाहिँ बिग्रिरहेको रहेछ
हैन पुरै खोल्न लागेको छु ट्र्याक्टरको डक्टर ठक्क यहाँतिर चाहिँ बारी जोतिर छ कलाएर हैन त्यो छ ठाउँहरु गोरुहरु यहाँ छ तातिर छ यहाँ चाहिँ ट्र्याक्टर बोकेर यहाँ राखेको छ हैन ठक्क लाएर बिग्रेर बसेर रहेछ ट्र्याक्टर हैन हाम्रो चाहिँ पण्डित दोष पुरै मिस्त्री यहाँको हैन यहाँ चाहिँ ठुलो बारी भएर 2 हल गरेको छ हामी चाहिँ हिँडिसकेको छ हैन मनाङनिर टक्क यस्तो छ ठाउँहरु टक्क हाम्रो केटाहरु यता छ टक्क लाएर सबै भिडियो खिच्छ हैन लाएर हाम्रो साउदी हामी चाहिँ टक्क लाएर हैन टक्क लाएर अब हामी चाहिँ हिँड्दै जानुपर्ने हुन्छ यहाँबाट चाहिँ हैन यहाँनिरको यस्तो छ घरहरु पुरै काठको हैन गुम्बा यहाँबाट भित्र जानुपर्ने हुन्छ हामी चाहिँ हैन यस्तै हो हाम्रो गाडी चाहिँ त्यहाँ छ यहाँसम्म मात्रै आउँछ गाडी चाहिँ हैन चाहिँ यहाँबाट भित्र छिर्नुपर्ने हुन्छ टक्क हैन यस्तो छ हाम्रो साउजी परिस्थिति छ त्यस्तो छ यहाँतिर चाहिँ घुमाउनु न घुमाउनु सर्लो टक्क तिर चाहिँ यस्तो बाटो साङ्लो रहेछ गाडी नआउने रहेछ यतातिर चाहिँ हैन पार्किङ चाहिँ त्यही तल रहेछ मनाङको हैन खतरा रहेछ क्या यहाँ चाहिँ हैन घरहरु टक्क मनाङ होटल यहाँ चाहिँ हैन तपाईहरु घुम्न आयो भने चाहिँ यता होटलहरुको पनि व्यवस्था छ हैन त्यो छ यहाँनिर पुरै हैन मलाई एकदम बवाल छ यार एकदम मनाङनिर हामी चाहिँ यतिखेर चाहिँ हैन निरको पसलहरु टक्क लुगाको छ हैन त्यही हो यो चाहिँ सामान किन्न जाँदैछु यतिखेर चाहिँ तर बवाल नेपाली टुरिस्ट हामी चाहिँ है नेपाली टुरिस्ट बोका टुरिस्ट बनेर हिँडेको छु खानासाना खाएर ढक्क लाएर हैन यस्तो छ हिमाल चाहिँ माथितिर यस्तो छ खानाइरको सामानहरु कलाएर यस्तो छ माथि चाहिँ गुम्बाहरु टक्क यस्तो छ होमस्टे कि के भन्छ रे यहाँनिर चाहिँ खतरा रहेछ क्या ठाउँ पनि हैन घर पनि टक्क लाएर पुरै हैन केटाहरु चाहिँ सबै अगाडि अगाडि छ हेर्दै छ हैन भ्यू चाहिँ दामी देख्दो रहेछ हिजो जस्तो भयो नि हैन यहाँनिरको यस्तो छ हैन यहाँनिर चाहिँ बन्दैछ मिस्टेहरु ठक्क लाएर हैन छ सो गाइस यो चाहिँ मनाङ बजार टक्क लाएर हैन सामानहरु किन्नु परे चाहिँ यहाँ आउनु पर्छ हैन यहाँनिर चाहिँ सामान टक्क आफूलाई के चाहिन्छ सबै पाउँछ हैन
यहाँ चाहिँ सबैको व्यवस्था हुँदो रहेछ होइन खाना ढिँडो खै नि हुँदो रहेछ लाएर होइन केटाहरू चाहिँ सबै अगाडि गएको छ होइन लाएर होइन यहाँनिरसम्म चाहिँ बाइक चाहिँ आउँछ गाडी चाहिँ नआउँदो रहेछ यहाँतिर हिँड्दै आउनुपर्ने रहेछ होइन ठाउँहरू घरहरू यहाँको ठाउँ चाहिँ यस्तो छ होइन सबै पुरानो पुरानो घरहरू यस्तो छ टुरिस्टहरू आउँछ होइन माथि जाने हो र हामी त्यही भने निरक पसल चाहिँ पुरै यहाँ चाहिँ बजारै रहेछ होइन यहाँनिर चाहिँ टक्क ठाउँ ठाउँमा चाहिँ गुम्बाहरू बनाएर यस्तो राखेको रहेछ होइन कोही बन्दैछ बुङ्गुर मासु पनि पाउँदो रहेछ त फलफुल होइन अनि त पैसा चाहियो जे गर्छ पैसाले गर्छ होइन यहाँनिरको ठाउँ यस्तो छ होइन गाइस चिसो हावा यतानिर व्यवस्था यस्तो छ पुरै होइन गाडी नआउने हिँड्दै जानुपर्छ हामी चाहिँ माथितिरसम्म होइन यहाँतिरको ठाउँ चाहिँ पुरै यस्तो छ यस्तो यस्तो छ अझै उकालोमा पुरै सिना भइरहेको छ होइन यस्तो छ बाटो सबै खोलाएर होइन खतरा ठाउँ छ यहाँ चाहिँ त्यहाँ चाहिँ ताल छ उयो चाहिँ पुरै ताल छ होइन ठक्क लाएर केटाहरू चाहिँ यहाँनिर गफ गरिरहेछ है होइन यहाँनिरको छुट्टै मजा आउँछ नि त हाइड्रो पावर चाहिँ होइन पुरै सानो सानो हुँदो रहेछ होइन यस्तो छ पुरै ठाउँ यहाँ पर चाहिँ ताल कलाएर यस्तो ठाउँहरू छ हिमालय माथि होइन हावा आइरहेको छ पुरै चिसो जो ठाउँ चाहिँ रमाइलो रहेछ अरू ठाउँभन्दा पनि रमाइलो ठाउँ छ होइन त्यो ठाउँहरू छ पुरै ठाउँहरू टक्क पुरै रमाइलो होइन त्यो घुमघाम गर्नु पनि टक्क अलि मजा आउने खालको छ होइन रमाइलो लागिरहेको छैन होइन पुरै एकदम रमाइलो लागिरहेछ होइन यहाँनिरको चाहिँ अब हामी चाहिँ ताल हेर्न जाँदैछौँ खोलाएर होइन यहाँतिर चाहिँ गाडी नआउँदो रहेछ बाइकहरूमा चाहिँ हिँड्दो रहेछ होइन यहाँबाट माथि तिली चाहिँ हो तालमा चाहिँ तपाईँको 2 दिन लाग्छ अरे हिँडेर गयो भने होइन गाइस बाटोहरू खतरा छ यहाँनिरको यस्तो छ बाटोहरू पुरै काटा खोल्टे होइन यस्तो बाटोहरू छ रमाइलो छ ठाउँ जे जस्तो पनि होइन हामी चाहिँ त्यहाँको पुल हुँदै जाने हो होइन यस्तो छ बाटो पुरै टक्क लाएर हामी चाहिँ यस्तो पुरै यस्तो मुनितिरबाट हिँड्नुपर्ने हुन्छ हामी चाहिँ टक्क लाएर होइन पुल हुँदै जानुपर्छ हामी चाहिँ यस्तो छ
होइन चलाएर यहाँनिर गयो यस्तो छ यहाँ चाहिँ हाइड्रो पावरको पानी लान्छ अरे हाइड्रो पावर छ हावा लागिरहेको छ केटाहरू पुरै रमाइरहेको छ होइन टक्क लाएर यस्तो छ ठाउँहरू यो ठाउँ चाहिँ बवाल रहेछ हावा चाहिँ खतरा लागेन बाटो यस्तो अरे आए यार हिँड्दै थाकिसक्यो म त खतरा छ होइन हावा आइरहेको छ क्या हो यहाँ चाहिँ जोड हावा आइरहेको छ यस्तो छ बाटोहरू केटाहरू अगाडि अगाडि हिँडिरहेछ कलाएर होइन यहाँ चाहिँ पुरै हेलिकप्टर बस्ने ठाउँ रहेछ यहाँ यस्तो रहेछ होइन हेलिकप्टर बस्ने ठाउँ चाहिँ पुरै यस्तो छ होइन हामी चाहिँ अब ताल छेउमा पुग्न लागिसकेको छौँ है छैन यस्तो चाहिँ पुरै हेलिकप्टर चाहिँ यहाँ बस्दो रहेछ होइन हिमाल माथितिर हामी तलनिर कलाएर होइन पुरै पहाडै पहाड छ यहाँ चाहिँ रुखहरू नि खासै ठुलो नहुँदो रहेछ यहाँको होइन योभन्दा ठुलो रुखै हुँदैन रहेछ ताल छेउतिर तालको छेउमा आइपुग्नु लाग्छ होइन यहाँतिरको ताल चाहिँ यो एउटा मात्रै रहेछ योभन्दा माथि गयो भने चाहिँ 2 दिन लाग्छ अरे होइन त्यही भएर हामी चाहिँ यहाँबाट माथि जाँदैछौँ ताल हेर्दै गर न यहाँको ठाउँ चाहिँ पुरै रमाइलो छ होइन यस्तो भर्याङ्गो छ हजुर चढ्दैछौ यस्तो छ यहाँतिर चाहिँ होइन यो चाहिँ पुरै ताल वहाँ भित्रदेखि यतानिरसम्मको ताल छ होइन दामी देख्दो रहेछ है जाने बाटो यही भने होइन हो त 2 दिन लाग्छ भने होइन गाडी जान्छ होला नि तिले जाँदैन यस्तो ठाउँहरू यहाँको मेरो लागि यो फोटो हुन्छ नि यो चाहिँ यहाँको टाउको होइन कलाएर हजुर के भन्नु हो होइन होइन यहाँ स्याउ खेती टनल सोनेल बनाएर पुरै यस्तो गरेर छ होइन कलाएर त चाहिँ गङ्गापूर्ण अघि हामी पुगेर आएको यहाँको ढुङ्गामा चाहिँ यस्तो लेखेको हुन्छ सबै ढुङ्गातिर कलाएर होइन पुरै राउँ नै छ यस्तो छ सबै कलाएर भ्यू चाहिँ खतरा देख्छ है अहिले चाहिँ घामले टल्केर राम्रो देख्दैन ढुङ्गा पनि बगाउँदो रहेछ भन्नु पर्दैन